हेलो गाइज वेलकम टु माई अनदर भिडियो। आज तपाईहरु हेर्न सक्नुहुन्छ। आज पनि अरु दिन जस्तै 4 बजे जागेर आधी घण्टा रनिङ गरे, केही एक्सरसाइजहरु गरे, जसमा स्क्वाड, पुशअप, पुलअप अनि ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ। आजको वेदर वाउ, क्या लभली वेदर छ। म अहिले फुलबारीको वेमा छु। अहिले कोही पनि छैन, यता पुरै खाली खाली। र जति जति अब यो पुस महिना अगाडि बढ्दै जान्छ त्यति मौसम अलि चेन्ज हुन्छ। र बाटोमा मैले प्राय के हेरेछु भने आजभन्दा 4-5 दिन अगाडि चाहिँ धेरै मान्छेहरू मर्निङ वाक गरेको देखेथे। लगभग धेरै भनेपछि प्रत्येक 5 देखि 10 मिनेटमा कोही न कोही वाक गर्ने बेलामा, रनिङ गर्ने बेलामा चाहिँ भेटेकै हुन्थे। तर मौसम चेन्ज भयो कि आज कोही पनि भेटेको छैन गाइज। त्यही भएर भन्छ मोटिभेसन भनेको केही दिनको लागि हुन्छ, तर डिसिप्लिन भनेको पर्मानेन्ट हुन्छ। अनि यो भनेको खासमा फिटनेस एकदमै जरुरी छ, एउटा हेल्दी माइन्डसेट जरुरी छ, एउटा हेल्दी बडी जरुरी छ। It means you have lots of money but you don't have good health. It means you are poor. Even you travel in the car but you cannot eat food according to your wish. It means you are poor. So that a healthy body, a healthy mind, make you rich. So that healthy बस्नुस्, वर्कआउट गर्नुस् and happy बस्नुस्. Who comes, who goes, it doesn't matter. My viewers, please keep supporting. I don't have even good camera. I don't have even microphone. I don't have good content. Just I make reel and upload it in the YouTube. So YouTube, please viewers, support me to grow up my YouTube channel. Thank you guys for watching this video. र यहाँ तपाईहरुलाई म यहाँ अगाडिको ब्याकग्राउन्ड पनि हेराउन सक्छु। हेर्नुस्, कोही पनि छैन। सो मजा आउँदैछ, राम्रो लाग्दैछ। र छिटै नै मैले एउटा नेपाली के भन्छ त्यो मैथलीमा एउटा सानो र्याप लेखेछु। र त्यो र्याप तपाईहरुलाई म फ्री स्टाइल बिटमा छिट्टै नै तपाईहरुलाई म YouTube च्यानल मार्फत तपाईहरुलाई अपलोड गर्नेछु। आई होप यु विल इन्जॉय एन्ड किप वाचिङ, किप सपोर्टिङ, किप लभिङ। थ्याङ्क यू अल। जय नेपाल। राधे राधे।